हेलो एभ्रिवान गाइस, वेलकम टु माई मिनी ब्लग। म पनि सन्चै छु। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी हल्का रुम बाहिर चाहिँ घुम्न जाँदैछु। यहाँ मेकअप गर्ने अझै पनि बाँकी नै छ। म चाहिँ निस्केँ गाइस। मेरो साथीहरू चाहिँ एकदम धेरै मेकअप गर्नुपर्ने भएकोले निस्किन पनि गाह्रो। हामी चाहिँ निस्केँ गाइस। कस्तो लागिरहेछ हो गाइस, भन हो साथी हो। क्यान यु से हाई दिदी, से हाई। घुम्न त अन्त चाहिँ होइन, छेउमा हल्का बाहिर मार्केट कता जान्छ, के छ, कहाँ जाँदैछ देखाइदिन्छ ल। के गर्छौँ आजको दिन। हेलो हेलो, हामी जाँदैछौँ सानो मिनी भ्लग बनाउन। हाल हामी अहिले क्रिसमसको एथेन्समा छौँ। सो साथीभाइहरू हाम्रो भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। अब अरू त के भन्नु। जेब्रा क्रसमा क्रस गर्दैछौँ। अहिले चाहिँ सुनसान छ आज, किनकि सन्डे भएको कारणले पसलहरू पनि सब बन्द छ, प्रायः खुल्ला छैन। हामी चाहिँ हल्का पार्कमा चिसो चिसो हावा खान जाँदैछौँ। फाइनली गाइस, हामी चाहिँ सानो त्यो एथेन्सको भिक्टोरिया पार्क भन्ने ठाउँमा आइपुग्यौँ। यहाँबाट हामी कता जान्छौँ, अब उता घोडे पार्क भन्ने ठाउँमा जान्छौँ होला। हजुरहरूले पनि हेर्दै जानु होला हामी कहाँ कहाँ जान्छौँ। हजुरहरूलाई पनि जानकारी दिनेछौँ। हामी हिँड्दैछौँ गाइस। मेरो साथी दुईजना चाहिँ अगाडि अगाडि हुनुहुन्छ, म चाहिँ पछि पछि छौँ। वाउ, क्या खतरा फ्लावर, सो नाइस। हामी चाहिँ यो भिक्टोरिया पार्कबाट चाहिँ हिँड्दैछौँ। हामी चाहिँ साथीलाई भेट्न जाँदैछौँ। समथिङ हामी म्युजियम पार्क भन्ने ठाउँमा पुग्न लाग्यौँ। ओ सो नाइस। खतरा छ हो। हामी चाहिँ अहिले म्युजियम पार्कमा छौँ। साथीले हामीले भेट्न सकिनँ। हामी चाहिँ अहिले यही पार्कमा छौँ। उहाँहरू चाहिँ यहाँ छेउ भएर हुन्थ्यो, उहाँहरू चाहिँ यहाँ भेट्न सकिनँ हामीले। बाई बाई।